Hello bartenders, let's learn the difference between Aperol and Campari. First ma यो एकदमै important question हो in terms of bartender interview. So यो भिडियो लास्ट सम्म स्किप नगरिकन हेर्दिनु होला. फर्स्ट मा यसको डिफरेन्सेस जान्नु भन्दा अगाडि Aperol र Campari भनेको के हो त्यो जानौं है त. So Aperol र Campari भनेको वर्ल्ड पपुलर इटालियन एपरेटिभ भन्न सकिन्छ यसलाई. अब एपरेटिभ भनेको के हो भने कुनै पनि मेन कोर्स खाना भन्दा अगाडि हामीले एउटा भोक जगाउनको लागि खाइने ड्रिंक्सलाई भनिन्छ एपरेटिभ. जस्तै हामी बिहा पार्टीहरुमा जाँदाखेरि हामीले चिकन नगेट्स, चिकन चिल्ली, स्वीट कर्नहरु खाइन्छ एज अ स्टार्टर. हो त्यस्तै स्टार्टरमा ड्रिंक्स खाइन्छ भने त्योहरुलाई चाहिँ एपरेटिभ भनिन्छ र त्यसमा हामीले एपिरोल र क्याम्पेरीलाई पनि युज गर्न सकिन्छ है त. सो अब ढिला नगरी लेट्स ब्रेक डाउन द डिफरेन्स बिट्विन एपिरोल एन्ड क्याम्पेरी इन टर्म्स अफ इसको अल्कोहल कन्टेन्ट, इसको कलर, इसको टेस्ट प्रोफाइल र युजेसको आधारमा यसको डिफरेन्सेस हेरौँ है त. सो फर्स्टमा हामीले यसको कलरबाट स्टार्ट गरौँ. हेर्ने हो भने हामीले एपिरोल भनेको लाइट ऑरेन्ज कलरको छ भने यो चाहिँ अलि स्ट्रङ डार्क कलरको छ. त्यस्तै अर्को डिफरेन्स हामीले यसको टेस्ट प्रोफाइल हेर्ने हो भने यो चाहिँ हल्का स्वीट हुन्छ र स्वीट बिटर ऑरेन्ज टेस्टको हुन्छ भने क्याम्पेरी भनेको हल्का स्ट्रङ बोल्ड फ्लेभरको हुन्छ भनेको यसमा बिटरनेस अलि बढी हुन्छ र स्वीटनेस अलि कम हुन्छ. त्यस्तै हामीले अल्कोहल कन्टेन्टको हिसाबमा हेर्ने हो भने एपिरोलमा अल्कोहल पर्सेन्ट जस्ट 11% हुन्छ भने क्याम्पेरीमा हेर्ने हो भने 20 देखि 28% सम्म अल्कोहल पर्सेन्ट हुन्छ. भनेपछि क्याम्पेरी भनेको डबल स्ट्रङ्गर हुन्छ एपिरोलको कम्पेयरमा गर्दाखेरि. सो त्यस्तै हामीले स्वीट लेभलको कन्टेक्स्टमा हेर्ने हो भने एपिरोल अलि बढी स्वीट हुन्छ भने क्याम्पेरी अलि बिटरनेस बढी हुन्छ र स्वीटनेस अलि कम हुन्छ. त्यस्तै हाम्रो लास्ट हाम्रो यसको युजेसको आधारमा हेर्ने हो भने एपिरोल भनेको लाइट एन्ड रिफ्रेसिङ ककटेल लाइक एपिरोल स्प्रिट्स बनाउन युज हुन्छ भने क्याम्पेरी अलि स्ट्रङ भएको हुँदाखेरि यो युज हुने भनेको स्ट्रङ्गर ककटेलहरु बनाउन. जस्तै हाम्रो नेग्रोनी भयो वर्ल्ड पपुलर ककटेल स्ट्रङ्गेस्ट ककटेलमा पनि लिन सकिन्छ. हो यस्तो स्ट्रङ्गर भर्जन अफ ककटेल बनाउनलाई चाहिँ क्याम्पेरी युज हुन्छ. सो क्विक समरी है त. अब सर्टमा भन्नुपर्दा एपिरोल लाइट ऑरेन्ज कलरको हुन्छ, अल्कोहल कन्टेन्ट कम हुन्छ र टेस्ट प्रोफाइल हेर्ने हो भने यो स्वीट बिटर टेस्टको हुन्छ र यसको युजेस हेर्ने हो भने यो चाहिँ रिफ्रेसिङ ककटेलहरु बनाउन युज हुन्छ, लाइट भर्जनको रिफ्रेसिङ ककटेलहरु बनाउन युज हुन्छ. त्यस्तै हामीले क्याम्पेरी हेर्ने हो भने स्ट्रङ रेड कलरको हुन्छ र यसको अल्कोहल कन्टेन्ट पनि हायर हुन्छ. सँगसँगै यसको टेस्ट प्रोफाइल हेर्ने हो भने यो अलि बढी बिटरनेस र स्वीटनेस कम हुन्छ र यसको युजेस हेर्ने हो भने यो स्ट्रङ्गर भर्जन अफ ककटेलहरु बनाउन जस्तै नेग्रोनीहरु बनाउन युज हुन्छ. सो यति नै यो हाम्रो एपिरोल र क्याम्पेरीको डिफरेन्सेस. हजुरहरूलाई कुन टपिकमा भिडियो चाहिएको छ तल कमेन्ट गर्नु होला. आई विल ट्राई माई बेस्ट टु गिभ यु अ क्लियर इन्फर्मेसन अबाउट द्याट टपिक. सो त्यही हो, हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र हामीलाई ग्रो हुनलाई हेल्प गरिदिनु होला. थ्याङ्क यू सो मच फर वाचिङ. सी यू इन नेक्स्ट भिडियो है त. Thank you.